बसेछ 2027 आयो भनेको त ल 2027 पनि आउँदैछ बिस्तारै जाने अब लगाए छोड्न जानुपर्छ बिहान बिहान मम्मीलाई आजदेखि खतरा बिलक सुरु गर्नु पर्यो ल भेटौँला बाटोमा है ल मौसम त आमा के विधि जाडो सबै बिर्सिनुहोस् पानी खान चाहिँ नबिर्सिनुहोस् है बिहान बिहान ल गाइस के छ हालखबर ल अनि यसै गरी हामी आइसकेको छौँ मम्मीको ठाउँमा कुन ठाउँ रे यो लखिर भिल्ला साइडमा अब यहाँ छोडिन्छ अनि त्यसपछि गइन्छु हामी चाहिँ दुबईमा दुबईमा रे रुममा दुबईमा बस्दा बस्दा होला मुखमा पनि दुबई मात्रै आउँछ यहाँ छोड्ने ल ल ल ल अब गुड डे ल गाइस है त ल मैले चाहिँ छोडिदिएको मम्मीलाई है अब के गर्नु यस्तै छ जिन्दगी है मेरो मम्मी चाहिँ यहाँ छ अहिले ड्युटी जानुहुन्छ अब राति एकैचोटि फर्किनुहुन्छ है त गाइस अब राति के गरी म डेलिभरी दिँदै भ्यायो भने यो साइडमा छु भने उठाउँछु नत्र अब ऊ आफै मेट्रोमा आउँछ सो मेट्रोमा आउँदा चाहिँ उसलाई अलिकति लेटै हुन्छ अहिले 7 बजे आएको छ सो ऊ पनि 8-9 बजे आइपुग्छ राति घरमा मतलब ड्युटी चाहिँ कति घन्टा गर्नुपर्छ भन्ने कुराहरू तपाईँहरू आफै सोच्नुहोस् अब होइन अनि लगाइस अब मेरो पनि ड्युटी जाने बेला भएको छ रुममा लगाइस म नि रुममा गएको अब है मिठो गीत बजिरहेको रहेछ बिहान बिहान पलके चलकती है सुना तुझसे उसने देखा है कहाँ साथीहरू सुरुवात गर्ने बेला केही कुराहरूमा अकमकिनु के भन्छ अरे त्यसलाई डोन्ट हेसिटेट भन्ने कुराहरू है म अकमकेको चाहिँ होइन अकमकेको नअकमकिनु है किनकि फर्स्ट गर्दाखेरि जे कुराहरू पनि मतलब भनौँ न गाह्रै हुन्छ होइन स्टार्टिङ पोइन्टहरूमा जे कुराहरू पनि गाह्रो हुन्छ बिस्तारै जाँदाखेरि सब कुराहरू टाइम हुँदै जान्छ किनकि माइन्डले ती कुराहरू थाहा पाइसक्छ नि त यार म चाहिँ यसरी जानुपर्छ त्यसरी गर्नुपर्छ यो गर्दा चाहिँ त्यो हुन्छ भन्ने कुरा होइन बिहान बिहानै पानी हालेर रहेछ ल गाइस होम स्विट होम है त रुम पनि आइपुग्यो महिनाको 3,000 तिर्नुपर्छ यार रुम पनि पाल्छ सो गाइस अब हामी खानेछौँ हामी कति बज्यो यार कति बज्यो 8 बज्न लागिसकेको छ 8 बज्न लागिसक्यो गाइस अब हामी चाहिँ चर्चर अब बिहानको नास्ता खाएर भागिहाल्छौँ ड्युटीमा है त ल गाइस 2टा अन्डा एउटा रोटी रेडी हुँदैछ हाम्रो चाहिँ है यो खाएर चाहिँ भागिहाल्नुपर्छ ड्युटी 8 बज्न लागिसक्यो सो मेरो बिहानदेखिको खाने रुटिन प्लानिङ कस्तो छ त्यो पनि हेर्दै गर्नुहोस् जिम गर्छु म राति अब एकैचोटि हो अब 7 बजेदेखि मेरो सुरु भइसक्यो स्टार्टिङ भइसक्यो मेरो ड्युटी होइन सो अब रातिको 7, 8, 8, 9 कति बस्छ होइन 13-14 घन्टा हुन्छ मतलब भनौँ न सो गाइस किप इन टच सबैजना है त आफ्नो हेल्थको केयर गर्नुहोस् फिटनेसमा अलिकति ध्यान दिनुहोस् फिटनेसमा ध्यान दिनुहोस् भन्नुको मतलब गएर जिम गर्नुहोस् मतलब गर्नुहोस् भन्न खोजेको होइन सकेसम्म आफ्नो बडी फिट राख्नको लागि भने चाहिँ एटलिस्ट 20 मिनट या 10 मिनट चाहिँ अलिकति वकिङ गर्नुहोस् है इभिनिङ टाइममा किनकि बिहानको समयमा त प्रायः जस्तो सुत्ने टाइम हो होइन अनि कति प्रायः जस्तोहरू त उठ्न नि सक्दैन नि त भन्ने कुराहरू है त गाइस ल हाम्रो बन्दैछ है गाइस बन्दैछ है खानुपर्छ है गाइस ओके गाइस ल गाइस ल दिउँसोको खाना अस्ति टिमुबाट ब्याग एउटा मगाएको मासालाले ब्यागै लिएर आइदिएन चोरहरूले हिजो स्टोरमा खान्छु भनेर गरेको पुरै डाइटमा छु भनेर स्टोरमा पनि खाएन ल गाइस मेरो प्लानिङ अनि यसमा चाहिँ छ 200 ग्राम खाना होइन अनि त्यसपछि चिकन थोरै प्रोटिन अनि त्यसपछि फाइबरमा हाम्रो कुकुम्बरहरू के छ है अनि त्यसपछि यो वेट
यो चाहिँ सबसे इम्पोर्टेन्ट छ है गाइस। यो भएन भने चाहिँ फेरि बडी बिल्डिङ गरेको कुनै अर्थ नै हुन्न। यो कक्रोच पनि कहाँबाट ल गाइस। अनि यो भनेको चाहिँ एउटा वेट नाप्ने हो होइन, जुन चाहिँ तपाईँलाई खानेकुराहरू जोख्नमा र धेरै कुराहरूमा हेल्प गर्छ। सो अहिलेसम्म हेल्प गरेको भनेको चाहिँ मलाई यसले नै छ है। अनि त्यसपछि हामी हाल्ने छ एउटा के स्याउ। अलरेडी हामीसँग अनरहरू पनि यहाँ छ। ल है त गाइस, सब छ हामीसँग है। अनि सब प्याकिङमा पानी पनि त चाहियो नि त। पानी चाहिँ एटलिस्ट म दिनमा यस्तै खालको बोतल 4 लिटर पिउँछु होइन, मतलब 150 को 15 लिटरको होस् होइन टोटल। सो 4-5 बोतल पिउनु भनेको इनफै हो। ल गाइस, हाम्रो रोटी भइसक्यो है त्यहाँ। अब खाएर हिँडिहाल्नुपर्छ। ल सिधै अब ड्युटीमा भेट्छ है त साथीहरू। ओके ल है साथीहरू, लाग्दिएको ड्युटीतिर है त। रोडतिरको भिडियोहरू त्यति धेरै क्याप्चर गर्न मिल्दैन, किनकि केही गरी पुलिसले देखिहाल्यो भने मतलब 800 रुपियाँ फाइन हानिदिइहाल्छ। सो डेलिभरी दिएको अलिकति भ्युजहरू देखाउँछु है त गाइस। ओके ल अब हाम्रो कम्पनी भनेको चाहिँ यस्तै हो। यी हामीसँग 15-16वटा चालान छ। 15-16वटा चालानमा एउटा पनि सामान रेडी छैन। लगभग 1 घन्टा 2 घन्टा वेट गर्नु पर्दै हुन्छ। सो त्यही भएर हामी गर्दैछौँ वेटिङ होइन। मेरो पछाडि पनि धेरै छ। ल साथीहरू, के छ हालखबर? अनि यसै गरी हामीले केक पनि टिप्दैछौँ। अब चलान हेरी हेरी केक टिप्छौँ हामी यसरी। अन्धो आयो। यस्तै हाम्रो काम चाहिँ यस्तै हुन्छ गाइसहरू, अलिकति हतारमै हुन्छ। सो लास्ट डेलिभरी गरेको देखाउँछु, साथमा असम प्लेस पनि देखाउँछु है त गाइस। तर यो फर्स्ट ट्रिप हो, सेकेन्ड ट्रिप पनि छ हामीसँग। फर्स्ट ट्रिपमा हाम्रो अलिकति धेरै नै छ। सेकेन्ड ट्रिपमा चाहिँ अब हाम्रो टार्गेट भनेको 17-18 हुन्छ। त्यही भएर हामीलाई क्लियर गर्नुपर्ने हुन्छ। सो हामीसँग अहिले 11वटा अर्डर छ। 11वटा अर्डरमा सायद अब सबै नहुन पनि सक्छ, किनकि कुनै कुनै आइटमहरू एटेम्प पनि हुन्छ नि त। त्यही भएर ल गाइस है त, सी यू एट द लास्ट डेलिभरी है। टु मच लेस। लेट्स गो ल। हेर्नुहोस् है गाइसहरू, अलिकति बाटो पनि पाउन गाह्रो हुन्छ। तपाईँ जस्तो ठाउँमा अहिले के छ भने चाहिँ अब धेरै जस्तो अब भनौँ न धेरै चाहिँ यहाँ गाडीहरू ल बिचमा छिराउनुपर्छ। ल बिचमा छिराउनुपर्छ। अब छिराउनै पऱ्यो नि त, के गर्नु अब। थ्याङ्क यू सो मच माई फ्रेन्ड, सरी भन्नु पऱ्यो पछाडिकोलाई चाहिँ है, किनकि दर गाली दिइरहन्छ। यदि यो बिचमा कसैले मेरो अगाडि गाडी छिरायो भने पनि म पनि त गाली दिन्छु नि त भन्ने कुराहरू रहेको छ। त्यति नराम्रोसँग चाहिँ होइन, तर म चाहिँ बाटो दिइरहन्छु प्रायः है। ल गाइस, अब म्याप हेर्नुपर्ने हुन्छ है त। किपिङ टच बस्नु होला। किप सपोर्टिङ गाइस, लेट्स गो। ल मेरो फर्स्ट डेलिभरी हेर्नुहोस् है गाइस। फर्स्ट डेलिभरी छ हाम्रो यता कुन साइडमा, अब पछि भनौँला है, पछि भनौँला। ठाउँको नाम यस्तो हेर्दै गर है, ठाउँहरू हेर्दै गर गाइसहरू है। ट्र्याक्टरलाई त तपाईँहरूले चिनेकै छैन नि, भर्खर त सुरु हुँदैछ यहाँ भ्लग। अब चिन्नुहुन्छ के, अब देखाउँछु कि म है साथीहरू। ओके, किप इन टच हुनु होला सबैजना। ओके, अहिले ड्युटीमा छु नि त, त्यही भएर धेरै बोल्न मिल्दैन, नत्र मैले सिकिहाल्छ। अनि गाइस, जसले मलाई चिने त्यो मान्छेले चाहिँ आशीर्वाद पायो क्या सिधै। क्रैक ड्याडको आशीर्वाद हो भाग्यमानी हुन्छ हो त्यो मान्छे। Crack Dad is getting dark. I'm not a dog to do or bark. गाह्रो छ गाइस, गाह्रो छ। हेलो गो। बिचबिचमा ल्याङ हान्दै बस्ने हो म त तपाईहरुलाई। मेरो भिडियो लाइक हान्दै गर है, लाइक हान्दै गर, नत्र बिचबिचमा यसरी आउँछु नि म भिडियो। भ्युज हेर भ्युज।
गाइस यो चाहिँ हो मरिना दुबई मरिना साइड है रातिको 5 बजे है अब यस्तो डेन्जर फसिसक्यो म होइन यस्तो डेन्जर फसिसक्यो कि अब 3 घन्टा यतै जाएँ 3 घन्टा 2 घन्टा त पक्कै हो अब 2 घन्टा आधा चाहिँ 100% जान्छ 3टा डेलिभरी छ मसँग यो साइडको है अनि अब एउटा दुबई मरिना एउटा यता जेबिआर ठाउँ त एउटै हो तर निन्द्रै लाग्छ हौ झ्यामै लाग्छ यार एक्लै यार सबै गर्नुपर्दा यार बिहानदेखि रातिसम्म त्यहाँ माथि चाहिँ के लेखेछ हेर न के भन्दैछ डोन्ट फाइट ट्राफिक रे फाइट भिलेन्स रे बुवा भर्खर 6:30 हुँदैछ हामीसँग अझै 3टा डेलिभरी छ अहिले डेलिभरी चाहिँ अब म जाँदैछु एउटा मरिना कोस्ट वेस्ट टावर भन्नेमा त्यसको बाटो हेरौँ कस्तो रहेछ हेरौँ रस छ कि छैन हेरौँ ल बाटो देख्यो माटो टाउको यस्तो लाग्छ नि यो सामान यहीँ छोडेर जाऊँ यहीँबाट फुत्त फ्याँकिदिनु जस्तो हुन्छ लगाइस हामीसँग अझै 3टा डेलिभरी छ लेट्सको यस्तै खालको 3टै डेलिभरी यस्तै फस्नेवाला हो 7-8 त 100% बच्छ आज ल यस्तो छ दाइ जिन्दगी फिटनेस पनि जान्छ यार फिटनेस जर्नीको पनि त्यो कम्प्लिट गर्नु छ भिडियो लगाइस यो इतना खुशी कोई माइका लाल भी नहीं रोक सकता भाई कति बज्यो 8 बजिसक्यो यार ल हामी चाहिँ बल्ल रुम आइसकेका छौँ सो अब हामी जानेछौँ सिधै जिममै कपडा पनि चेन्ज गरेको छैन है गाइज सो जिममा जानुभन्दा अगाडि चाहिँ म खान्छु निम्बु यो बिटरुट अनि त्यसपछि एउटा केरा अनि कफी मिक्स गर्छु फर लिटर बिट पावर त निकाल्नु पऱ्यो नि होइन ल गाइस एकछिनमा भेट्छु म तपाईँहरूलाई है जिम जाने बेला ओके ल क्र्याकड्याकको ग्याङहरू के रेडी टु गो हो लेट्स गो क्र्याकड्याकको ग्याङहरू रेडी टु गो भन्ने कुराहरू है अब बवाल दौडिनुपर्छ गाइस अनि कस्तो भन्नाले आज पनि जिम बन्द रहेछ आज रनिङ हान्ने कि के हान्ने भइरहेको छ सायद रनिङै हान्दा ठिकै होला जस्तो लागिरहेको है मलाई होइन रनिङ हान्ने पनि के गरेँ मोट बद्ल्यो भने जिमै गइदिउँला भन्ने कुराहरू है त आज इनर पार्टको छ लेग इनर पार्ट प्लस एप्सको छ सो लेट्स गो गाइस ओए साथीहरू हामी चाहिँ दौडिन सुरु भइसकेको छौँ कोही च्यालेन्ज दिन आए पनि बाबा च्यालेन्ज लिगौँ भनेको आधा घन्टा दौडेर 1.5 घन्टा नत्र 2 घन्टा अलिकति जिम अनि त्यसपछि फेरि अगेन कार्डियो हाफ आवर ओहो छ कोही साथीहरू ल पार्टनरले भेटिहाल्यो ठ्याक्कै एउटा एक्सर्साइज देखाइहालौँ म युट्युबमा हाल्छु नि त हाल्छु नि मैले यो पार्टलाई फोकस गर ल ये हल्का है कि मेरा को हल्का ये क्या हो रहा है
ये लगता है जादू हो रहा है इधर ये उसका थोड़ा नीचा करेगा अच्छा रहेगा फर्स्ट डे है ना फर्स्ट डे है साथीहरू अलखेल गेटको नजारा रातिको समयमा यस्तो देख्छ है यो चाहिँ अलखेल गेट है ल बवाल छ ठाउँ चाहिँ अलखेल गेटलाई बिदा हानिदिएको ल साला स्टामिना यति धेरै बढेको कि सिर्फ क्र्याक टायरले मात्रै रोक्न सक्छ ओके आई मिन विवेकपूर्ण मगरले मात्रै रोक्न सक्छ अहिले भित्र अहिले जे गरिरहेछ क्र्याक टायरले गरिरहेछ सो के छ त क्र्याक टायरको हालत गरेर म कति बजी मैले भिडियो हालेको त्यहाँदेखि मैले एक्सर्साइज गर्नु सुरु गरेको स्टिल अहिलेसम्म नि एक्सर्साइज हानिरहेको छु टी सर्टहरू सबै भिजिसक्यो खुब हिरो भने होला आफूले आफूलाई है छोड्दै बाङ्गे त्यस्तो कुराहरू अनि मेरो असली नाम चाहिँ बाङ्गे हो गाइस है बचपनमा मलाई मेरो बाउआमाले राखिदिएको निकनेम सो त्यही भनिदिएको मैले चाहिँ मिलाएर है व्हाट्स अप गाइस मम्मी एउटा भिडियो बनाइरहेको छ ल गाइस आजको फिटनेस जोर्नी यति नै थियो हाम्रो लेग र एप्सको थियो एप्सको देखाउन पाएन नयाँ जिम भएर 25-25 ग्राम दिएर जानु परेको छ सो त्यो पानी पनि सकेछ अनि देख्नुभयो होला बिहानदेखिको मेरो अहिलेसम्मको डेलीको रुटिन हो यो भनेको है गाइस अनि तपाईँहरूको चाहिँ कस्तो गइरहेको छ आफ्नो पनि लाइफ स्टाइलहरू सेयर गर्दै गर्नुहोस् क्र्याक द्याट इज हियर लभ यु सबैजनालाई न्यु इयर 2026 आज डे 2 है अब यस्तै भयो केही छैन अनि नयाँ 2026मा सबैजनाले के सोध्छ अब के गर्नु पर्यो भनेर सोध्छ गर्नको लागि हुनको लागि त पहिला गर्नुपर्छ अनि स्टार्ट गर्नुपर्छ जब स्टार्ट गर्छ तब हुन्छ त स्टार्टै नगरिसकेपछि कसरी हुन्छ त्यही भएर गरिहाल्नुहोस् अहिले गर्नुहोस् स्टार्ट गर्नुहोस् नगरे पनि भोलि भन्दा त्यो स्टार्ट कहिले पनि हुँदैन अहिलेदेखि स्टार्ट गर्नुहोस् गर्ने भए गर्ने हाल्नुहोस् सुतेर काम छैन अहिले गर्नुहोस् नसुत आज नसुत ओके गाइस थ्याङ्क यू सो मच हेभ अ गुड नाइट 2026 ओके ल मम्मी बाई बाई